घरमै फर्सीको केक बनाएर दिएको थिएँ, उसको हाँसो नै रोकेन के मिठो लागेर होला है। सबै पनि खाइदिसो। बच्चालाई फर्सी चाहिँ एकदमै हेल्दी हुन्छ, सो हजुरले पनि ट्राई गरेर दिनु होला। एकदम मिठो पनि अनि नरम पनि भएको थियो। हजुरसँग डिप फ्रिजको फर्सी छ भने त्यो पनि युज गर्न सक्नुहुन्छ। सँग चाहिँ यस्तै खालको थियो अनि यसैलाई नै मैले ओभनमा हालेर 4 मिनट जति पकाएँ अनि लगभग यतिको भइसकेपछि यसलाई म्यास गरेँ। त्यहाँमाथि एउटा अन्डा अनि दुध लिएँ 100 ml। हट केक्स मिक्सको एक प्याकेट 150 ग्रामको हुन्छ, एक प्याकेट हालेर यसलाई मजाले मिक्स गरेर ब्याटर बनाएँ। त्यसपछि त केही गर्नु पर्दैन कि, मैले त राइस कुकरमा बनाइदिएको हो है। फ्राई प्यानमा बनाएँ, फर्काइरहनु पर्छ अनि नि टेन्सन भएन। यसरी अन गरिदिएर छोडेपछि चाहिँ लगभग रेडी भइहाल्यो। साइडमा यसरी चम्चाले निकालेको त हेर्नु कस्तो राम्रो बनेको छ। बच्चाले खाइदिएछ त अरू केही पनि चाहिँदैन क्या मलाई चाहिँ। ठुलो मान्छेको लागि पनि यसरी बनाउन मिल्छ है। यसमा चाहिँ अलिकति सुगरहरू एड गर्दाखेरि एकदम मिठो हुन्छ। बच्चाको लागि भनेर मैले सुगर एड चाहिँ नगरेको। यस्तो नरम पनि छ अनि मैले पनि खाएको थिएँ कि यस्तो मिठो पनि भएको थियो। सो ट्राई गर्नु होला। भाँडाहरू पनि धेरै युज नहुने कि, अनि सो यसरी चाँडै पनि बन्ने, बच्चाले पनि खाइदिने। यस्तै रेसिपीको लागि मलाई फलो गर्नु होला।